लन्ड्री सोप अर्थात् लुगा धुने साबुन बनाउने मसिन। अहिले हामीले भिडियोमा हेर्दै गरेको मसिन भनेको चाहिँ 100 केजी क्षमताको मसिन हो। हामीले देब्रेपट्टि हेर्छौँ जहाँ दिदीले चाहिँ साबुनको मेटेरियल कलेक्सन गरिरहनु भएको छ, त्यहाँ मास्तिरको चाहिँ त्यो मिक्सर मेसिन हो। त्यो मिक्सर मेसिनमा हामीले मिक्स गरेर झरेको सामानलाई उहाँले चाहिँ कलेक्सन गर्नुहुँदैछ। त्यो कलेक्सन गरेकोलाई चाहिँ उहाँले यो ट्रिपल रोल मिल भन्छ, ट्रिपल रोल मिलमा हालिरहनु भएको छ। ट्रिपल रोल मिलको काम चाहिँ मिक्सिङ राम्रो नभएको अथवा मिक्सिङ भएर पनि फाइन नभएकोलाई अझै फाइन पातलो लेयर बनाउने। हामी किन पातलो लेयर बनाउँछौँ भन्दाखेरि पातलो जति पातलो लेयर बनायो त्यति राम्रो फिनिसिङ आउँछ। र यसरी हामीले यो प्लडरमा हाल्छौँ, ट्रिपल रोल भइसकेको प्लडरमा हाल्छौँ। प्लडरले यसरी लामो बार निकाल्छ। बारलाई कटिङ गर्नलाई हामीले साइडमा स्ट्याम्पिङ राखेका छौँ। त्यो स्ट्याम्पले नाम प्रिन्ट गर्ने साथै कटिङ गर्छ। माथिपट्टि हेर्न सक्नुहुन्छ ट्रिपल रोलबाट आएको सामान उहाँले हालिरहनु भएको छ। अहिले चाहिँ हामीले मेसिनहरूमा यति धेरै मोडिफाई गरेका छौँ कि हामीले माथिपट्टि घोचिरहनु पर्दैन। प्लस मेटेरियलको क्वालिटी भनेको ए ग्रेडको पनि आफैले मेटेरियल बनाउन सकिन्छ, बी ग्रेडको पनि आफैले मेटेरियल बनाउन सकिन्छ। कस्टिङहरू पनि हेर्न सक्नुहुन्छ, 200 ग्रामको तपाईँको 21-22 रुपियाँमा चाहिँ अहिले कस्टिङ आइरहेको छ। त्यो हिसाबमा चाहिँ अहिलेको स्थितिमा अहिलेको बजारमा हेर्ने हो भने राम्रोसँग पहिलेभन्दा अहिले राम्रो मुनाफा लिन सकिरहेछौँ। र मुनाफा सँगसँगै हामीले अरू कुरा के बुझ्नुपर्छ भन्दाखेरि मेटेरियल बनाउनलाई कति खर्च लाग्छ, मेटेरियल त आफै उत्पादन कति खर्च लाग्छ भन्ने कुरामा पनि अहिले सहज भएको छ। तपाईँले कराई लिने, कराईमा हामीले पकाउन सिकाउँछौँ। पकाएको क्वालिटी एकदमै राम्रो छ, ग्रेड ए ग्रेडको एकदम राम्रो छ। क्लाइन्टहरू एकदमै हाइली सेटिस्फाई हुनुहुन्छ। तपाईँहरूलाई हामी आउनुभयो भने भिजिट पनि गराएर अझै बुझाउन सक्छौँ। अघि प्लडरबाट निस्केको लामो बारलाई चाहिँ यसरी यहाँ कटिङ गर्न सकिन्छ। यो मेसिनले कटिङ गरिदिन्छ। यो अटोमेटिक कटर मेसिन हो। हेर्नुहुन्छ एकदम सहज रूपमा कटिङ गर्यो। आफूले चाहेको साइजमा कटिङ गर्न सकिन्छ। यो अहिले तपाईँले हेर्दै गर्नुभएको यो चाहिँ ए ग्रेडको साबुन हो। हामीले एउटै मेसिनबाट ए ग्रेड, बी ग्रेड, सी ग्रेड सबै बनाउन सकिन्छ। कम्पोजिसनहरू जस्तो टेन्सनै लिनु पर्दैन हजुरहरूले, सबै हामी सबै सिकाइदिन्छौँ। कम्पोजिसन, मेटेरियल कहाँ पाउने सबै कुरा ए टु जेड हामी सबै तपाईँलाई डिटेल्स